हेलो साथीहरु सबैजनालाई नमस्कार छ। यति बेला भेडाबारीबाट बोलिरहेको छु र भेडाबारी फाँटमा तपाईहरुलाई धान देखाइरहेको छु र धान लटरम्म फलेको छ र यति बेला मेरो साथमा हुनुहुन्छ वरिष्ठ किसान, उहाँसँग कुराकानी गर्न गइरहेको छु। स्वागत छ हजुरलाई मेरो लाइभमा। हजुर नमस्कार, म साधुराम कणेल वडा नम्बर 11 मा म यो धान खेती लगाइरहेको छु र म यो पहिला यसमा यो ठाउँमा चाहिँ नि हाम्रो एक खेती धानदेखि हुन्थेन। यो सबै बुङ्गा टाँडी हराभरा थिएन। अहिले हराभरा जताततै हराभरा भएको हुँदाखेरि हाम्रो चाहिँ यो गोविन्द सुवेदीजीले पानीको सुविधा, बिजुलीको सुविधा, हर सुविधा भएको हुँदाखेरि हामीलाई उहाँकै आशाबाट चाहिँ हामी आशावादी र धानमा पनि हामी लाभान्वित भएका छौँ। हामी खुसी, यहाँका किसानहरू सबै खुसी छन्। अहिले यो धानको विषयमा सबै खुसी छन्। भनेपछि यो जमिनमा चैतको बेलामा खडेरीमा यहाँ माटोमा धुलो उड्ने बेलामा अहिले धान फलिरहेको छ। किसानहरू खुसी छन्। भनेपछि यसको व्यवस्थापन, यो धान कहाँ लगेर बेच्ने, सबै तपाईहरुको लागि व्यवस्थापन हाम्रो गोविन्द प्रसाद सुवेदी वडा अध्यक्षले गर्नुभएको छ। यहाँ चाहिँ हाम्रो समितिमा पोहोर साल चाहिँ हामी समितिबाटै मार्फत हामी चाहिँ मेलमा खरिद देखाइदिएर उहाँहरूले जिम्मा लिइदिएर धान पनि बिक्री गरिदिएको कारणले गर्दाखेरि हामी किसानले एकसाथमा पैसा पनि एकट्ठा चाहिँ तात्तातै मेसिनमा हालेर मेसिनबाटै बिक्री हुने ठाउँमा पनि मार्केटको पनि सुविधा दिलाइदिनु भएको थियो। हामी त्यसमा आभारी छौँ। भनेपछि यहाँका किसानहरू अब बेच्नको लागि, यताउता खेतीको लागि सबै खुसी नै छन्। अहिलेको यो धान चैते धानको लागि बहुतै हामी खुसी नै छौँ। सब किसानहरूलाई चाहिँ पानी चाहिँ हाम्रो नगरपालिकाको गोविन्द सुवेदीले मिलाइदिनु भएको छ। र भनेपछि यो हाम्रो अहिले यो गैंडाकोट भेडाबारीलाई चाहिँ धान पकेट एरिया भनेर मान्छेले चिन्न थालेछन् भन्ने कुरा पनि त सुनिन्छ। के हो यो? हो, सत्य हो, त्यो कुरा सत्य हो। ल हेर्नु, जताततै हरियालीले छाएको छ। धान पहेँलपुर हुन सुरु गरिरहेको छ। मौसमले साथ दिन के गर्ने हो। हामीलाई चाहिँ त्यसैमा हामी अलिकति चिन्तित छौँ, नभए चाहिँ हामी खुसी साथ छौँ। हजुरलाई यो 2-4 शब्द मिठो कुराकानी गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। हस्, मेरो तर्फबाट नि म खिमानन्द कणेलको तर्फबाट पनि नमस्कार, धन्यवाद।